साथै यो खोर्सानी चाहिँ अब फल्दैन होइन, यसलाई चाहिँ काटेर चाहिँ नेक्स्ट इयरको लागि चाहिँ सेभ गरेर राख्नुपर्छ। तपाईँलाई म देखाउँदै गर्छु है। त्यसलाई चाहिँ काटेर यस्तो बनायो होइन। अब यसलाई कसरी राख्ने भन्ने फेरि म तपाईँलाई देखाउँछु है। चुट्टै यहाँबाट निकाल्यो होइन। अब मलाई चाहिँ यसरी चाहिँ फोरेर यसलाई चाहिँ यसरी होइन, यी सबै माटो निकाल्दै होइन। अब यसको यो जरा पनि कैँचीले चाहिँ फेरि काट्नुपर्छ है। म तपाईँलाई देखाउँछु र कैँचीले काटेर है। मैले कैँचीले काटेर होइन यो छोटो बनाएँ। यसलाई चाहिँ यहाँ हालेँ, चट्टै यहाँ हाल्ने हो। यहाँ हालेर चाहिँ नेक्स्ट इयरको लागि चाहिँ यसरी यसलाई चाहिँ सानो गमलामा चाहिँ बचाएर राख्नुपर्छ है। तपाईँलाई म देखाउँछु एकछिन फेरि। ल यो तयार भयो होइन, यसरी राख्ने हो। मैले लास्ट विक राखेको अर्को पनि देखाउँछु है। यो लास्ट विक राखेको होइन, यसको त मुना पनि पलाउनु थालिसक्यो कति छिटो ए राख्नु भयो नि होइन। यो चाहिँ मैले अब यो टिकटकदेखि नै देखेर गरेको हो होइन, एक्सपिरियन्स चाहिँ छैन। जस अहिले यसो राख्दाखेरि होला जस्तो छ। तपाईँले यसो गरेर राख्नु सक्नुहुन्छ है। ओके ल बाई।